कोत पर्व नेपालको इतिहासकै सायद सबैभन्दा चर्चित र कालो रात। एउटै रात जसले देशको पुरै नक्सा नै बदलिदियो। ल आउनुहोस् आज त्यही रातको कथामा अलिक गहिरिएर हेरौँ कसरी एउटा वंश सक्यो र अर्को सुरु भयो। मिति याद गरौँ है, विक्रम सम्वत 1903 असोज 2 गते। हेर्दा त अरू रात जस्तै थियो होला, तर होइन, यो रात नेपालको इतिहासमा रगतले लेखिनेवाला थियो। एकदमै निर्णायक रात। सोच्नुस् त, केवल एउटै रातमा, एकै रातमा राज्यका 31 जनाभन्दा बढी, त्यो पनि सानातिना होइनन्, ठूला ठूला शक्तिशाली भारदार र अधिकारीहरूको हत्या। देशको पुरै पावर स्ट्रक्चर भन्नुस् न, एकै झट्कामा खत्तम। अनि हो, यही रगतको जगमा सुरु भयो 104 वर्ष लामो जहानिया राणा शासन। एउटा यस्तो शासन जसले त्यतिबेलाका शक्तिशाली शाह राजाहरूलाई पनि नाम मात्रको राजा बनाइदियो, रबर स्ट्याम्प जस्तै। तर सवाल त यहाँनिर छ, आखिर कसरी भयो त यो सब? एउटै रातमा यस्तो ठूलो राजनैतिक भूकम्प कसरी आयो? ल, अब यसको जरासम्मै पुगेर कुरा बुझौँ। यो सबै बुझ्नको लागि हामीले त्यो बेलाको पोलिटिकल सिनारियोलाई अलिकति न्याल्नुपर्छ। दरबारभित्र शक्तिको लडाईँ यस्तो चर्किएको थियो नि, मानव पुरै राज्य नै एउटा ज्वालामुखीको मुखमा बसेको छ, कहिले पड्किने हो पत्तो छैन। त्यो बेलाको पावर ब्यालेन्स पनि गजबकै थियो। हेर्दाखेरि मतलब कागजमा त राजा थिए राजेन्द्र अनि प्रधानमन्त्री फत्तेजङ शाह, तर रियल पावर, असली शक्ति त रानी राज्यलक्ष्मी र उनका एकदमै प्रिय पात्र गगन सिंहको हातमा थियो। राज्यको हरेक सानो ठूलो निर्णय उनीहरूको इशारा बिना हुँदैनथ्यो। ल, अब यस्तै तनावको माहौलमा एउटा यस्तो घटना भयो जसले भन्छन् नि आगोमा घिउ थप्ने काम गर्यो। दरबारभित्रको त्यो असन्तुष्टिको आगो झन दन्कियो र विनाशको ढोका पनि त्यहीँबाट खुल्यो। त्यसपछि त घटनाले एकदमै नाटकीय मोड लियो। असोज 1 गतेको रात रानीका तीनै प्रिय पात्र गगन सिंहको आफ्नै घरमा रहस्यमय तरिकाले हत्या भयो। अब यो खबर सुन्ने बित्तिकै रानी त भन्नुस् न पागल जस्तै भइन्। रिसले चुर भएर उनले तुरन्तै एउटा आदेश जारी गरिन्। राज्यका सबै भारदारहरू हतियार नलिइकन तुरुन्तै कोतमा भेला हुने। उनको दिमागमा एउटै कुरा थियो, हत्यारा को हो पत्ता लगाउने र बदला लिने। अब रानीको आदेश कसले टार्ने? सबैजना एउटा तनावपूर्ण बन्द ठाउँमा जम्मा भए। र हो, ठ्याक्कै यहीँबाट सुरु हुन्छ नेपालको इतिहासको त्यो कालो अध्याय। कोत भनेको के हो? खासमा यो हनुमान ढोका दरबारको एउटा आँगन थियो जहाँ राजकीय हतियारहरू राखिन्थ्यो अनि भारदारी सभा बस्थ्यो। तर त्यो रात त्यही सामान्य आँगन इतिहासकै सबैभन्दा ठूलो नरसंहारको स्टेज बन्न लागिरहेको थियो। अब कोटभित्रको माहौल सोच्नुस् त कस्तो थियो होला। एकातिर रानीको आदेश मानेर आएका हतियार नभएका भारदारहरू, अर्कोतिर एकदमै चलाख जङ्गबहादुर, आफ्ना 7 भाइ र सेनासहित हतियारले टनाटन। रानीले सिधै वीरकिशोर पाण्डेलाई हत्यारा भन्दै मार्न आदेश दिइन्, तर प्रधानमन्त्री फत्तेजङ र अभिमान सिंहले मानेनन्। उनीहरूको कुरा क्लियर थियो, प्रमाण खोइ, प्रमाण बिना सजाय हुँदैन। यस्तै तनाव र भनाभनकै बीचमा एक्कासी कोतको सन्नाटालाई चिर्दै एउटा गोली चल्यो। ठ्याम! त्यो गोली अरू कसैलाई होइन, सिधै प्रधानमन्त्री फत्तेजङ शाहलाई लाग्यो। र हो, रगतको खेल त्यहीँबाट सुरु भयो। एउटा कुरा के भनिन्छ भने मर्ने बेलामा अभिमान सिंहले आफ्नो रगतले भित्तामा लेख्न खोजेका थिए रे। जङ्गेले गर्यो। सोच्नुस् त, जम्मा 2 शब्द, तर यी 2 शब्दले त्यो रातको नरसंहारमा जङ्गबहादुरको भूमिका कतातिर थियो भनेर सिधै सङ्केत गर्छ। ल, अब नरसंहार त भयो, तर त्यसपछि शक्ति कसरी एकैजनाको हातमा आयो त? आउनुहोस् अब त्यो हेरौँ, किनभने त्यो रातको अन्त्यसँगै नेपालमा एउटा पुरै नयाँ र एकदमै क्रूर व्यवस्थाको सुरुवात भएको थियो। बिहान उज्यालो हुँदासम्ममा त कोटको आँगन देशका ठूला ठूला भारदारहरूको लासले भरिसकेको थियो। पुरै पुरानो पोलिटिकल सिस्टम ध्वस्त। अनि यही मौकाको फाइदा उठाउँदै रानीले जङ्गबहादुरलाई नयाँ मुखियार मतलब प्रधानमन्त्री र प्रधान सेनापति घोषणा गरिन्। यससँगै राजाको शक्ति त्यो त अब नाम मात्रको भयो। र यही एउटा घटनाले नेपालमा 104 वर्षसम्म चल्ने राणा शासनको जग बसाल्यो। सोच्नुस् त, 104 वर्ष, एउटा यस्तो पारिवारिक शासन जसले देशलाई बाहिरी दुनियाँबाट लगभग पुरै काटेर राख्यो।
कोट पर्वको घटना यसले नेपालको इतिहासमा साँच्चै एउटा गहिरो र कहिल्यै नमेटिने छाया छोडेको छ। अनि अचम्मको कुरा के छ भने यो घटनाले उठाएका प्रश्नहरू आज पनि उत्तिकै महत्त्वपूर्ण छन्। अनि अन्त्यमा एउटा प्रश्न सधैँ रहिरहन्छ, के कोत पर्व रानीको आफ्नो प्रिय पात्रको हत्या पछिको व्यक्तिगत बदलाको आगो मात्रै थियो कि यो जङ्गबहादुरको सत्ता कब्जा गर्ने एउटा सोची विचारी चिसो दिमागले बनाइएको योजना थियो? यो बहस इतिहासकारहरूबीच आज पनि चल्छ। तर एउटा कुरामा चाहिँ कुनै दुई मत छैन, त्यो एक रातको घटनाले नेपालको भविष्यलाई एक शताब्दीभन्दा पनि लामो समयको लागि एउटा अँध्यारो सुरुङभित्र धकेलिदियो।